हेलो आज चाहिँ हामी तारागाउँ रिसोर्टको चाहिँ द नेक्स्ट भन्ने चाहिँ एउटा पार्कमा आउँदैछौँ हैन। यहाँ भेला भइरहेछौँ। आज चाहिँ मुनाको बर्थडे चाहिँ सेलिब्रेसन गर्ने भनेर मैले र अन्जुले प्लान बनाएको थियौँ। अन्जुलाई पनि भनिदिनु थिएँ होला, सरप्राइज नै हुन्थ्यो होला। अब केक किन्न लगाउनु पर्ने भएर अब त्यहाँ बौद्धमा नजिक हुने भएर उसलाई केक किन्न लगाएको थिएँ र उसलाई भनेको थिएँ मुनालाई नै चाहिँ सरप्राइज दिन खोजेको हो। कस्तो हुन्छ हेरौँ। सबै साथीहरूलाई बोलाउन त सम्भव भएन, एकदम छोटो समयमा चाहिँ अब कल गरेको पनि भएर अब सबै साथीहरू त अब आज हामी साथीहरूसँग यसो घुम्नलाई यहाँ आएको तारागाउँ पार्कमा नयाँ रिसोर्ट रहेछ यो कस्तो छ। अब आउँदैछु, अब भित्र जान लागेको छौँ हामीहरू। साथीहरू छ यहाँ अहिले, कल्पना, अन्जु, सुरज जापानदेखि आइरहेको छ यहाँ हेर्नलाई, साथीहरूसँग घुम्नलाई। हेलो साथीहरू, के छ हो? आज सुरजले कस्तो अचानक प्लान बनाएर म त आधा घन्टामा रेडी भएर आएको नि। अनि यो ठाउँ थाहा पनि थिएन। सबै साथीहरूलाई भेट्यो, नयाँ नयाँ मान्छे चिनियो है। कस्तो रमाइलो भयो। मालुम है पहिला मलाई त बल्ल जस्तो लाग्यो। फोटो खिच्ने मान्छे Happy birthday dear Mona. Thank you सबै साथीहरूलाई। केमा राखिदिन्छ? कागज चाहिँ पुग्छ त्यो यसमै राख्नु ल। मकै समाउन है। कति कडा कति कडा त यहाँ पुरा आइस भालेछ त। सकिँदैन। धेरै गिलो, अहिले धेरै आइस सिगरी हुने रहेछ पक्रिन्छ भनेर है। त्यस्तो डिपमा राखेर ल्यान्छ। त्यही त काट्नै गाह्रो छ यहाँ। है कि यसले होला कि मुना, यो साह्रो छ त्यो भन्दा यसले गर। यसमा त बर्थडे त धेरै खान पानी हो मैले सुरु गरेँ भन न। हो नि। कस्तो रुकुको सुरु गरे हो? भयो निकाल्नै गाह्रो छ रे। यो चम्चाले सबै खाइले भने यो करा रहेछ। चम्चा यसो दुईटा हातले के रे भन्छ? ल त्यस्तो हुनुहुन्छ। ल यता सजिलो हुन्छ है। ह्यान्डसम हुनुहुन्छ। ल मुनाले खोयो, उसले खो। धेरै ह्यान्डसम हुनुहुन्छ। ल खाऊ खाऊ खाऊ। मुनाले खाइदियो गयो। ए मुना कसको बर्थडे हो आज? आज कसको बर्थडे? ल सबैले हात राख ल। ह्यापी बर्थडे टु यु। ल पुरा राजे आइसो त्यो अघि त्यो म साउजीले फेरि पैसा लगाइराख भने आइसकेछ तल। है यो त साँच्ची हो। यो त के भन्छ? ओए भन्न पनि आएन। त्यो खुकुरी हुन्छ त्यसले काट्नु पर्ला जस्तो छ। खुकुरी ल्याएर काट्ने? आइसै छ। ल यो मेरै भागमा रह्यो। चम्चाले भएन। अब त घाममा बसेर खानु पर्ला जस्तो। घाममा राख्नु पर्यो क्या हो। ह्याप्पी बर्थडे मुना। थ्याङ्क यू। तिमीले हामीलाई बोलायो, कस्तो थ्याङ्क खुसी यू। लाग्यो। सुरजले हामीलाई मिलायो कुरा होइन, राम्रो भयो। अब यसको लागि म के भन्नु खै। सुरजलाई धन्यवाद, मुनालाई धेरै धेरै ह्याप्पी बर्थडे। धन्यवाद साथी। Happy birthday to you. Thank you. Happy birthday to you, Moon.
Happy birthday to you. Thank you. बर्थडेको धेरै धेरै शुभकामना मुना धन्यवाद दीर्घायु होस् के भन्छ त्यसरी चाहिँ सुस्वास्थ्य दीर्घायु होस् त्यस्तो है हो अब आजभोलि एकदम त्यो के भन्छ अब फेसन जस्तो ह्याप्पी बर्थडे भने पनि सक्यो होइन अनि त्यस्तो चाहिँ भन्न चाहिँ आएन त्यो चाहिँ है तैपनि मेरो मुनालाई चाहिँ सधैँ खुसी होस् धन्यवाद यो गणेश चढाका हो हो नि यो कसले राखेको मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे थ्याङ्क यू होइन सधैँ खुसी हुनु हुन्छ धन्यवाद साथीको आशीर्वाद माया नि माया पाउन् सधैँ जीवनमा कहिले दुःख कष्ट कहिले नआउन् थ्याङ्क यू धन्यवाद सँगै छ सधैँ शुभकामना सधैँ माया धन्यवाद थ्याङ्क यू मुनालाई जन्मदिनको धेरै धेरै शुभकामना धन्यवाद निरोगी हुनु साथी मेरो साथी धन्यवाद साथी होइन सबै सधैँ सब साथीहरूले हुनु, मलाई है? बर्थडेको केक काटेर यसरी खुसी दिएको छ अर्ध ऊर्जा मिलेको छ मेरो लागि मुनालाई चाहिँ आज हाम्रो प्यारी साथी मुनाको जन्मदिन वर्ष चाहिँ नभनौँ आज बर्थडे मनाउनु चाहिँ हामी यहाँ चाहिँ तारा गाउँ भन्ने ठाउँ आइरहेको छौँ मेरो प्यारीलाई जन्मदिनको धेरै धेरै शुभकामना रोग व्याध नलागोस् नयाँ पूर्ण जीवन चाहिँ आफूले आफूलाई परिवर्तन गरेर पूर्ण जीवन पाउनु भएको छ अब सम्पूर्ण रोगहरू फालेर सधैँ निरोगी जिन्दगी भइरहोस् सबभन्दा स्वास्थ्य नै ठुलो धन हो त्यो तिमीले आफूले आफूलाई परिवर्तन नगरे भए अहिले अब कहाँ हुन्थ्यो त्यो कल्पना गराउनु भेटभाट हुने थिएन र उसले आफूले आफूलाई सबै कुरा बदल्न खोज्छौँ हामीले तर आफूले आफूलाई बदल्न खोज्दैनौँ तर उसले चाहिँ आफूले आफूलाई बदलेर ऊ चाहिँ अहिले स्वस्थ ह्याप्पी चाहिँ देख्न पाएको छ तर उसलाई यो स्थानमा हामीले देखौँला भने त हामीले सोचेको पनि थिएन आश थिएन तर उसले आफूलाई परिवर्तन गरेर आज यति राम्ररी भएर आएको छ धन्यवाद फेरि पनि ह्याप्पी बर्थडे टु यु तानो ल गर्नु मान्छे अहिले थ्याङ्क यू ब्यागमै छ पछि पछि मिलाउला कि क्या है सुरु के राम्रो लाग्छ मलाई रुन मन लाग्छ है मोटी भयो नि यस्तो मोमेन्ट हारको मोड जायो उसले नि देखाउँदैछ डान्स कसो खतरा गर्छ मान्छे हल्का छ कि हल्का छ यति मलाई लाग्छ त्यस्तै Fire went out, lights went down. When you feel lost in your shadow, don't feel alone, don't scream so loud. We are living in this cruel world. Broken but strong, gotta move on. You are not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I started. आयो ढल्काउँदै जमजम इष्टकोट नेक्स्ट भन्ने कुरो हुँदैन कि कहिले त्यो त हो
खोइ अब यसो हेरौँ न 6% बाँकी हो कि साँच्ची होइन होला यादगार त हो अब भने हो क्या पाउँछ सबै अब आजको बर्थडे सेलिब्रेसन कस्तो भयो मुनालाई खै थाहा छैन अब भन्दाखेरि चाहिँ खुसी भयो आजको दिन चाहिँ अब त्यतिकै बित्यो होइन पार्क घुमियो त्यहाँबाट आएर बौद्धमा खाइयो त्यसपछि बौद्ध स्तूपा घुमियो र अहिले साँझ पर्न लाग्यो र हामी अब फर्किने तयारीमा छौँ फर्किँदैछौँ अब मुनाले पनि त अब सधैँ सम्झिरहने छ अब साथीभाइहरूले नि सम्झिन्छ होला अब यसरी मुनाको चाहिँ सेलिब्रेसन गरिएको थियो दिनभरि सँगै भयो घुम्यो खाइयो होइन लास्टमा चिया खाएको चाहिँ सधैँ सम्झिरहने छ ल सबै साथीहरूलाई धेरै धेरै धन्यवाद आइदिनु भयो होइन खुसी लाग्यो अब यस्तै हो पछि पछि अरूको पर्दा पनि गर्दै गरौँला जिन्दगी रहे होइन सेलिब्रेसनहरू त भइरहन्छ यही आशा गरौँ हस् धन्यवाद Woke up late, missed the morning grace. But the sunlight hits in so many ways. Grab my shades and hit the streets. No plan, chasing vibes like ल मुना नि ढोका भगवान